नमस्कार सम्पूर्ण दर्शकहरूमा आज मिति 2082 फागुन 29 गते भुपु सैनिक थरथर गोर्खा राइफल्स पोखरा संस्थाका सदस्यहरू वार्षिक अवलोकन भ्रमण गोर्खा दरबार बारपाक र लाप्राक जान लागिरहेका छौँ। त्यहाँको ठाउँको अवस्था के छ र यो प्याकेजमा भुपु थरथर पोखरा परिवारले रमाइलो गर्नेछ। सबै गतिविधिहरू यस भिडियो मार्फत हेर्न सक्नुहुनेछ र भिडियो हेरे पश्चात यस युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। धन्यवाद। थर्पुमा चिया कफी खानको लागि ब्रेक हुँदै गरेको अवस्था। चिया कफी पश्चात गाडी दमौलीतर्फ अगाडि बढिरहेको छ। यति बेला भने हामी दमौलीबाट अगाडि बढिरहेका छौँ। अहिले हामी गोर्खाको सदरमुकाम गोर्खा बजारमा आइपुगेका छौँ र हामी अगाडि गोर्खा दरबारतिर जाँदैछौँ। यति बेला भने हामी गोर्खा बजारबाट अगाडि बढिरहेका छौँ। गाडी पार्किङ गरे पश्चात हामी सबै गोर्खा दरबारको लागि अगाडि बढिरहेका छौँ। लाउनु समय पुगिसक्यो गोर्खा दरबारको। आइपुग्यो है। ल आइपुग्यो एकदम। ल साहब ल आउनुहोस्, आइपुग्यो गोर्खा दरबारको नजिकै। ल साहब ठिक छ, धन्यवाद साहब, आइपुगेँ। साहब भन्नै पर्दाखेरि यत्रो अब होइन, यो 1600 कतिमा भने पृथ्वीनारायण शाहले यहाँ नेपाल अधिकृत गरेको। हजुर। तर तलको बाटोको व्यवस्थित अहिलेसम्मलाई कि यहाँको बासिन्दाले त्यो चिजको लागि कोही नगरेको ध्यान नदिएको रहेछन् है। पर्यटकीय स्थलमा बाटो भने अलि अप्ठ्यारो रहेछ। ल पृथ्वीनारायण शाहले यति काकुरामा आएर यस्तो संरचना बनाएर यहाँबाट एकीकरण सुरु गर्नुभएको मान्न पर्छ। एकदम छ। अहिलेको पुस्ताले कहाँ गर्न सक्छ? यो त धेरै पहिला होला नि दिदी। ल हाम्रो अन्ठाउन दाई एकदमै गोर्खा दरबारको लाइभ प्रस्तुति प्रदर्शन गर्दै चाहिँ
ल हाम्रो 28 दाई चाहिँ पनि आउँदै घाम बस है बिहान त पानी परेको थियो है हजुर ल आउनु नमस्ते नमस्ते ल नमस्ते गोर्खा दरबार चढ्दैछु गोर्खा दरबारलाई चाहिँ एकदम स्वागत नमस्कार स्वागत ल आउनु सन्त केही भन्नु छैन बहिनीको नमस्कार गोर्खा दरबार भन्नु त केही छैन हाम्रो साहबले ब्लगर भिडियो बनाउँदै हुनुहुन्छ ल युट्युबमा एकदमै छिट्टै आउँछ हेर्नु होला है त सर्च गरेर हेर्नु होला दिन पनि एकदम राम्रो ल आउनु साहब समय आइपुग्यो हामी जय थरथर ल नमस्ते ल आउनुहोस् नजिक ठडी हो त्यो लामो आउनुहोस् हजुर आउनु बिस्तारै हिँड्नु आमा फ्यामिलिज उकालो चढ्दै हुनुहुन्छ है एकदम स्लो आनन्दसँग हिँड्नु हजुर ल ओके लास्टमा हो तपाईँहरू ओके ल उकालो चढिसके पश्चात यो जुत्ता चप्पल खोल्ने ठाउँ जुत्ता चप्पल मोजा सबै यहाँ खोलेर अगाडि जान पाइन्छ ल प्रवेशद्वार आधा घन्टाको उकालो चढिसकेपछि हामी सबै यो सानो ढोकाको प्रवेशद्वार गरिसकेका छौँ। भित्र चाहिँ पूजा हुँदैछ यो प्रसाद बनिरहेको छ यहाँ प्रसाद हुन्छ ल यो चाहिँ जब पृथ्वीनारायण शाहको जो अवस्थामा उहाँको चाहिँ सुरक्षाकर्मीको रूपमा यसरी गार्ड चाहिँ रहनुहुन्थ्यो र अहिले पनि त्यसको प्रमाण एकदमै लाइफ गार्ड अहिले पनि हामी सबैलाई देखाउनको निमित्त उहाँ चाहिँ खडा बन्नुभएको छ स्ट्यान्डिङ हुनुभएको छ यसरी नै रहनुहुन्थ्यो भन्ने हामीले परिकल्पना गर्न सकिन्छ गोर्खा दरबारको मुख्य पूजा कक्ष हो पूजा गरेर बाहिर निस्कनु हुन्छ है ल एकदमै पुरानो ल यो 14औं शताब्दीको यो ड्रेसको साथमा जब पृथ्वीनारायण शाहको जो गार्ड यसरी बस्नुहुन्थ्यो भनेर यो परिकल्पना गर्नुभएको हामीले लाइभ हेर्न पाइएको छ उहाँलाई है ल यो हाम्रो चाहिँ एकदमै सौभाग्य हो है ल
सबै परिवार गोर्खा दरबारबाट अब दर्शन गरेर पुरै दर्शन गरेर निस्कनु भयो है। दर्शन गरेर झर्दैछु। ल निधार बोडी टिका धेरै आशीर्वाद लिएर झर्नुभयो हाम्रो बहिनीहरू। ल गोर्खा दरबारको भिजिटिङ पछि मुख्यद्वारमा हामी टिकाहरू लगाएर घुमिसकेपछि त्यो निकासतर्फ आएको हामी चाहिँ बाहिरिँदैछौँ है त। अलि त आउनुहोस् त ल छ भाइ सबैलाई ऊ तल छैन हजुर त्यहाँ जम्मा गरेर त्यहाँ भने गाडीमा कोही नजाने पैदल खाना खाने जग्गामा ठिक छ। ऊ अहिले अब यहाँ हामी हुनेसम्म अब जो गर्ने गरिहालेँ ल गोर्खा दरबार भ्रमणपछि हामीहरू गोर्खामै एकदम विश्रामको आनन्द लिँदै हुनुहुन्छ है। पुरा भ्रमण पश्चात यो खाना खाने ठाउँमा आएर विश्रामको अति आनन्दसँग है। ल के रे साहब गोर्खामा बसेर ओ एकदम आनन्द। ल गोर्खा दरबारको भिजिट पश्चात ल खानु खानु बिस्तारै आनन्द। भयो भाउजू भयो 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 के भयो भयो के भयो भयो के आज नखाने के हुन्छ र दिदी धेरै वेटिङ गर्नु पर्यो। खानु चाहिँ राम्रोसँग फाइनली हामी करिब 5:30 बजे साँझको बारापाकमा आइपुग्यौँ। पानी पनि परिरहेको छ र यो बस पार्कमा जाने बाटो
ढलान भइरहेको हुनाले हामी यही उत्रिएर हाम्रो साइन होटलतर्फ अगाडि लागिरहेका छौँ। Where the neon glows, every block tells a tale the whole city. अब साइनो होटल है अगाडि अगाडि बढ्नुस् साइनो 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 होटल भनेर जानु त है ल हजुर हजुर एक्स फटाफट जिआर भूप परिवार हजुर सेफ जोड्ने छ हामी हजुर हजुर एकदम खाइदिने ओके ल भर्खर हामी ल्यान्ड गरियो है बारपाकमा फाइनली हामीले बुकिङ गरेको साइनो होटलमा आइपुगेका छौँ। फुल टिपेर लगाइदिउँ त नजिक आइदिउँ त नजिक आइदिउँ त ए नजिक आइदिउँ त झलिएको तिम्रो याद अलिक हिमाल भन्दा नि झले दिदी बहिनी नै आउनु न नाच्नु दिदी बहिनी पनि
लो गल्ल ल गल्ला जिरा लिएर आउनु त फेरि हाँ? त्यस पश्चात म भोलिको प्रोग्राम के हुन्छ त्यसको बारेमा म भन्न गइरहेको छु। त आज हामी यो सानो कार्यक्रम पश्चात नाचगानालाई जारी राख्नेछौँ। त्यस पश्चात हाम्रो यो खाना लागेको हुनेछ। यहाँ सबैजनाले यहाँ खाना खाने हो, चिकन खाने, भेज खाने। यहाँ सबैले खाना खाइसके पश्चात हामी चाहिँ आफ्नो आफ्नो स्थान सम्भवतः सबैले पाइसक्नु भएको होला। आफ्नो आफ्नो स्थानमा गएर हामीले रेस्ट गर्नेछौँ र भोलि बिहान ब्रेकफास्टको प्रोग्राम छ 7:30 बजे। सबैजना यहाँ उपस्थित भइदिनु होला 7:30 बजे है त। रातिको खाना पनि सुरु भइसकेको छ। ठुलो ग्रुप भएको हुनाले कसैले खाना खाने त कसैले बाहिर रमाइलो पनि गर्दै गर्ने। एकसाथ सबैजनाले खाना खानको लागि एकदमै असुविधा भएकोले यसो गरिएको है त। हाँ ल उठाइदिनु।
परिवार एकदमै आभार छौँ र उहाँलाई एकदमै धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी उहाँको जो व्यवसायले अझै माथि छलाङ मारोस् भन्ने शुभकामना पनि दिन चाहन्छौँ। त्यही भएर हामीले एउटा सानो सम्मान स्वरूप उहाँले यत्रो म्यानेज गर्नुभयो, राम्रो खाना खुलाउनु भयो, त्यसको लागि
यो खादाले सम्मान गरिदिनुको लागि हाम्रो संस्थाका अध्यक्ष अनिल सुतार मेजर बलबहादुर गुरुङ साहब र हाम्रो महिला अध्यक्ष श्रीमती तारादेवी गुरुङजीलाई म हार्दिक अनुरोध गर्दछु। ल एकदमै उहाँलाई पुनः धन्यवाद र उहाँको व्यवसाय अझै फलोस् फुलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छौँ। भनाइ राखिदिनुको लागि प्रोपाइटर श्री जितबहादुर घरेज्यूलाई म यो माइक हस्तान्तरण गर्दछु। योजना चाहिँ सम्पन्न गरी गोर्खा बजारमा भन्दा पनि यहाँ बिजुली पालेको ठाउँ थियो, त्यो भएर पर्यटकहरू चाहिँ आइरहने र फेरि नेपाल अधिराज्यकै मजुर अलि ठुलो गाउँ पनि भएको नाताले पनि यो ठाउँमा पर्यटनहरू आइरहने र यता के अरे मनसौलो ट्रेकिङ रुट पनि यही बाटो पर्ने भएको हुनाले पनि त्यो भयो र अन्तमा चाहिँ 72 सालको जुन महाभूकम्प थियो, विनाशकारी भूकम्प थियो र त्यसले सबै पाहाडलाई क्षतिग्रस्त बनायो। केन्द्रबिन्दु यहाँ परेको हुनाले जुन भूकम्पको मापदण्ड चाहिँ 7.9 हेक्टरको थियो। त्यसले गर्दाखेरि यहाँको जुन पुरानो बस्ती ढुङ्गा माटोको घर थियो होइन, एकै मिनटमा झामझुम गयो र यहाँ 72 जना बापाकीको पनि देहान्त भयो, दुर्घटना निधन पनि भयो र त्यो पछाडिको जुन उठिरहेको अवस्थामा चाहिँ हामीले 10 वर्षमा चाहिँ यो पापालाई यति बनाउनलाई सफल भयो र यहाँ र हजुरहरू आइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै फेरि पनि आइरहनु होला भन्दै म थरथर पोखरा समाजलाई म हार्दिक बिदाईको क्षणमा सबैजनालाई फेरि पनि तपाईँहरूको चाहिँ फेरि हाम्रो जम्का भेट हुने जुन आशा राख्दै म चाहन्छु। हस्त धन्यवाद। हामीहरू नाइट हल्ट पश्चात साइनो गेस्ट हाउसबाट बिदा भएर लाप्राकतर्फ घुम्न जाँदैछौँ। यो अलि माथि गुम्बा भन्ने ठाउँमा हाम्रो गाडी आइपुगेको छ। हामी लाप्राकको लागि निस्किरहेका छौँ। Huh?
मुरली हरिलाई ठिकिया बहिनी जुले नाचिन हो बहिनी जुलाई दिहाला दाना है मुरली हाय मुरली हाय मुरली ओ बहिनी पठन्दुरा हाय मुरली पार्कबाट लाभ्राकतर्फ अगाडि बढिरहेको छ लगभग पार्कबाट लाभ्राक पुग्नको लागि 1 घन्टाको समय रहेछ बाटो भने ओ माई गड गाह्रो रहेछ है यो अगाडि देखिने बस्ती लाभ्राक बस्ती हो भूकम्प पश्चात शेष गलेले निर्माण गरेको लाभ्राक बस्ती एकदमै रमणीय मनमोहक रहेको छ लाभ्राक गाउँको मनोहर दृश्य हो यो फुल टिपेर लगाइदिउँ त नजिक आइदिउँ त नजिक आइदिउँ त ए नजिक आइदिउँ त झलिएको तिम्रो याद हिमाल भन्दा ल दामी बात लाभ्राक शेष घलेले निर्माण गरेको यो भवन हो कि भूकम्प पीडितलाई आहा कति सुन्दर पश्चात हामी यति बेला आफ्नो गाडीमा चढेर बारपाकतर्फ वापसी आउँदैछ बाटो कुनै कुनै ठाउँमा धेरै अप्ठ्यारो बाटोहरू छ साँघुरो बाटो पनि छ पहिलोपटक यो बाटोको यात्रा गर्नुहुन्छ भने तपाईँको यो मुटु एकपटक काम्ने छ यति बेला हामी लाभ्राकबाट पुनः बारपाकतर्फ आइरहेका छौँ यो गाडीबाट देखिने बारपाकको गाउँ है बारपाकमा यो निर्माण गरिएको छ यो जो 2015 मा विनाशकारी भूकम्प आएको स्मरणको लागि यो निर्माण भएको रहेछ 25 अप्रिल 2015 11:56 जाँदाखेरि यो विनाशकारी भूकम्प बारपाकमा आइरहेको रहेछ त्यही स्मृतिको लागि सम्झना स्वरूप स्मृति स्वरूप यो भवन निर्माण भएको रहेछ
चाहेको निलो आकाश यो नेपाली झुक्दैन यो नेपाली रुक्दैन जस्तै कठिन भए पनि अघि बढौँ भयो भयो ल भइहाल्यो नि नमस्ते सम्पूर्णलाई हामी थरथर गोर्खा राइफल्स पोखराका परिवार यो सुन्दर ठाउँ बारपाकमा वार्षिक अवलोकन भ्रमणको लागि हामी आएका छौँ। अवलोकन पश्चात यो भूकम्पभन्दा पहिला यहाँ कच्ची घरहरू ढुङ्गा माटोले बनेका घरहरू धेरै थियो। त्यस पश्चात भएको यो निर्माण हो, अत्यन्तै विशाल निर्माण भएको छ। यस्तो लाग्छ कि यहाँ भूकम्प गएकै छैन जस्तो लाग्छ। हामी पनि त्यही क्रममा यही बारपाकलाई हेर्न भनेको निमित्त हामी यहाँ आएका हौँ। तपाईहरू पनि यो सुन्दर बारपाक ठाउँलाई हेर्न सक्नुहुन्छ। धन्यवाद। ल गोर्खा दरबार, बारपाक र लाप्राकको भ्रमणपछि हामी वापस पोखरातर्फ जान लागिरहेका छौँ। फर्कने क्रममा हामीहरू बाटोमा खाना खाइरहेको दृश्यहरू। एक्लै हुनुभयो क्या साहब? सकिएको समापन अन्तिम खाना यो। हजुर जङ्गोहरू एकदम भयो नि। म त कसमा झाप ल
ल सोल्टी कस्तो भइरहेछ खाना? भान्जी कस्तो भयो खाना? मिठो छ? दिदी कहीँ सबै म राम साहब खाना कस्तो रहेछ? राम्रै टेस्टी छ? ल खाना भेट साहब टप छ है? ल खाना राम्रो भएको हुनुपर्छ। लाग्यो मलाई दिल